मैले अस्ति घर सफा गर्न खोजेको थुप्रै पुरानो सामानहरू भेटेँ मैले। त्यसपछि मैले मम्मीलाई सोधेँ, मम्मी यो चाहिँ मैले फालिदिउँ भनेर। त्यसपछि मम्मीले चाहिँ यस्तो खतरा सेन्टेन्स भन्नुभयो नि, यो त पछि काम लाग्छ अरे। नेपाली प्यारेन्ट्सहरूको त यही नै हो कि एउटा ट्यालेन्ट चाहिँ, जुन फाल्नुपर्ने हो त्यसलाई चाहिँ बचाएर राख्ने। एन्ड अनेस्टली त्यो चाहिँ राम्रो कुरा पनि हो, नत्र भने चाहिँ म आज यहाँ हुन्थिनँ। सबैको घरमा चाहिँ एउटा त्यस्तो चार्जर हुन्छ जुन कसको हो कसैलाई थाहा हुँदैन, तर फाल्न चाहिँ मिल्दैन। किन? पछि काम लाग्छ। नेपाली घरमा चाहिँ एउटा त्यस्तो ड्रअर हुन्छ जुन खोल्यो भने चाहिँ झालै झालोको बिचमा चाहिँ चार्जर नै चार्जर हुन्छ। यो चार्जर कुन फोनको कसैलाई थाहा हुँदैन। आधा फोन त आजले मार्केटमा पाउँदा पनि पाउँदैन, अनि कुनै त फेरि 12 पास गर्दाको फोनको चार्जर हुन्छ। अनि म भन्छु मम्मी यो फालिदिउँ। त्यसपछि फेरि उताबाट तुरुन्तै रेस्पोन्स आउँछ, हुन्न यो त पछि काम लाग्छ अरे। पहिले कसैलाई थाहा छैन, अनि एक दिन चाहिँ साँच्चीकै चार्जर चाहिन्छ। त्यो ड्रअरलाई चाहिँ उल्टाएर आधा घन्टा चार्जर खोजेर त्यसपछि चार्ज गर्दाखेरि बल्ल थाहा हुन्छ त्यो चार्जर चाहिँ बिग्रेको रहेछ भनेर। त्यसपछि फेरि म भन्छु मम्मी अब त फालिदिउँ यो, न त अब काम गर्छ न त फोन छ, अब त फालिदिउँ होला नि त यो भन्दाखेरि फेरि एन्सर सेम हुन्छ, नै फाल्न मिल्दैन, पछि काम लाग्छ अरे। अब चाहिँ के को लागि? बोरा बन्नलाई काम लाग्छ अरे। ठिकै छ, त्यो पनि कहीँ त काम लागिरहेछ। नेपालमा चाहिँ मान्छेको भन्दा बढी पपुलेसन चाहिँ प्लास्टिक ब्यागको भइसकेछ। एउटा प्लास्टिक ब्यागको भित्र अर्को प्लास्टिक ब्याग, त्यो ब्यागभित्र पनि अर्को प्लास्टिक ब्याग, र त्यसलाई खोलेर हेर्दाखेरि फेरि 2-4वटा प्लास्टिक ब्याग त त्यहीँ भेटिन्छ। एउटा ब्याग तान्दाखेरि त 7वटा प्लास्टिकहरू बाहिर निस्किन्छ। अनि फेरि मैले सोध्छु मम्मी यो प्लास्टिक ब्याग चाहिँ किन हो यति धेरै? राम्रो छ, काम लाग्छ अरे। राम्रो रे, प्लास्टिक ब्यागमा पनि राम्रो नराम्रो हुन्छ अरे यार। म त अहिलेसम्म मान्छेहरूमा मात्रै हुन्छ यस्तो भन्ने सोचिरहेको थिएँ। त्यसपछि फेरि मैले सोधेँ, ल ठिक छ मम्मी राम्रो रहेछ, ह्यान्डसम रहेछ, तर के काम लाग्छ त नि यो चाहिँ भनेर सोधेँ मैले। तरकारी किन्न काम लाग्छ अरे। सबै नेपालीले यो धोका चाहिँ एक न एकचोटि चाहिँ पाएकै हुन्छ कि। यस्तो गर्मीको मौसम छ, चिसो पानी खाने भनेर फ्रिजको ढोका खोल्यो, आइसक्रिमको डब्बा भेटिन्छ, एकदम खुसी लाग्छ, वाउ आजको त दिन बन्यो। त्यसपछि म पनि पुरै एकदम तयारीसँग चाहिँ चम्चा अनि डब्बालाई लिएर चाहिँ टेबलमा लगेर राखेर एकदम रेडी पोजिसनमा बस्छु र आइसक्रिमको डब्बाको बिर्को खोल्छु। खोल्दा चाहिँ हिजोको बासी सागको तरकारी हुन्छ। आइसक्रिमको डब्बामा आइसक्रिम भेटिने चान्सेस त एकदम नै कम छ। हर्लिक्सको डब्बामा अचार हुन्छ, बिस्कुटको डब्बामा दाल हुन्छ। नेपालमा डब्बाहरू चाहिँ कहिल्यै फालिँदैन कि, त्यसमा केही न केही चाहिँ राखिन्छ। मलाई त कहिलेकाहीँ के लाग्छ भने प्यारेन्ट्सहरूले डब्बा राम्रो देखेरै सामानहरू किन्ने हो। राम्रो डब्बा देख्यो भने सामान किन्ने, नत्र भने भयो पैसा छैन आजलाई भन्ने। अब हामी जाँदा चाहिँ के हेर्छौँ? हामीले चाहिँ फ्लेभर हेर्छौँ, लाइक चक्लेट खाने हो कि भ्यानिला खाने हो कि फ्लेभर हेरिन्छ। अनि आइसक्रिम चाहिँ 2 वर्ष अगाडि नै सकिसक्यो, तर डब्बाले चाहिँ अझै पनि काम पाइरहेको छ। नेपालमा चाहिँ नयाँ लुगाको लाइफ साइकल पनि एकदमै इन्ट्रेस्टिङ छ कि। सुरुमा चाहिँ सबैभन्दा प्यारो हुन्छ, फोटो खिचाउनु पर्दाखेरि पनि फर्स्ट चोइस, कतै घुम्न जानु पर्यो भने पनि फर्स्ट चोइस, अनि केही टाइमपछि चाहिँ त्यो कतै नजिकै घुम्न जाँदाखेरि लगाइन्छ, केही महिनापछि फेरि घरै बस्दाखेरि लगाइन्छ, अझै केही महिनापछि चाहिँ घर सुत्दाखेरि लगाइन्छ, अनि लास्टमा त त्यो सफा गर्ने कपडामा गएर सकिन्छ। बेसिकली नेपालमा चाहिँ कपडाहरू चाहिँ कहिल्यै पनि वेस्ट जाँदैन कि। अनि जब हामीले हाम्रो दराज ओपन गरेर हेर्छौँ, बल्ल हामीलाई रियलाइज हुन्छ ओहो 2075 सालदेखिको कपडा त अझै पनि दराजमा रहेछ। सबैको घरमा चाहिँ पुरानो टिभी, रेडियो, मिक्सरहरू त भएकै हुन्छ, त्यस्तो राख्ने पर्पस के हो भन्ने कसैलाई थाहा हुँदैन कि। त्यसपछि मैले सोधेँ मम्मीलाई चाहिँ एकचोटि यो चाहिँ किन राख्नुभएको भनेर भन्दाखेरि चाहिँ कबाडीले चाहिँ 50 रुपियाँ पनि दिएन अरे। त्यो बिग्रेको सामानलाई चाहिँ न त बनाउने न त फाल्ने, त्यसलाई चाहिँ त्यही धुलोमा थन्काएर राख्ने। कबाडीले चाहिँ अलि पैसा दियो भने बल्ल बेच्ने रे। त्यो सुनेको पनि 5 वर्ष भइसक्यो। मैले जिम जोइन गर्छु भने जस्तै कुरा भयो यो पनि। सबै नेपालीको घरमा चाहिँ एउटा यस्तो लोकेसन हुन्छ जहाँ टुटेको कुर्सी, टेबल, ऱ्यान्डम कुराहरू चाहिँ एकदम फैलिरहेको हुन्छ। अनि त्यही ठाउँमा चाहिँ 2078 सालदेखिको बिलहरू भेटिन्छ। अनि फेरि मैले सोधेँ मम्मीले, मम्मी यो चाहिँ किन राख्नुभएको यत्रो धेरै बिलहरू भन्दाखेरि चाहिँ यो चाहिँ काम लाग्न सक्छ अरे। अरे मम्मी नेपाल डिजिटल भइसक्यो, अझै पनि बिल सेभ गरेर के काम? त्यसपछि म थोरै अगाडि गएँ अनि भित्तामा चाहिँ 2080 सालको क्यालेन्डर देखेँ।
अनि त्यतिखेर चाहिँ मैले सोधिनँ यो चाहिँ किन काम लाग्छ भनेर। त्यो चाहिँ मलाई थाहा थियो, किनभने क्यालेन्डर चाहिँ काम लाग्छ यो गर्मीमा चाहिँ हम्किनको लागि। अनि फेरि कुनै दिन चाहिँ त्यो राखेको सामानहरू चाहिँ एक्चुअलमा युज आउँछ, त्यसपछि तुरुन्तै देखिस् भने थियो नि काम लाग्छ अरे। 500वटा सामान 10 वर्ष राखेर एउटा सामान युजमा आयो भने त्यो भनेको 0.2% चान्सेस हो। त्योभन्दा बढी चान्सेस त आइपिओ पर्नेछ। नेपाली प्यारेन्ट्सहरूले चाहिँ केही फाल्दैनन्, सबै चाहिँ पछि काम लाग्छ भनेर राख्ने हो। फरक यति हो, हामीले चाहिँ त्यसलाई फोरो देख्छौँ भने उहाँहरूले चाहिँ त्यसलाई भ्यालु देख्नुहुन्छ। तिमीहरूको घर चाहिँ यस्तो हुन्छ कि हुँदैन? लेट मी नो इन द कमेन्ट सेक्सन। मेरो घरमा चाहिँ यस्तै हुन्छ, तिम्रो घरमा चाहिँ यस्तो हुन्छ कि हुँदैन?